यो चाहिँ राष्ट्रिय जनमोर्चा पार्टीको केन्द्रीय कार्यालयले आयोजना गरेको र्याली हो हैन। गणतन्त्र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ भन्ने नारा सहितको छ यो। राष्ट्रिय जनमोर्चाले 2081 चैत्र 24 गतेको 30 गतेसम्म गणतन्त्र राष्ट्रियताको आयोजना गरेको छ। खारेज गरौँ, सङ्घीयता खारेज गरौँ भन्ने कार्यक्रम ल्याएको छ भनेको छ। राजधानीमा केन्द्रीय आन्दोलनको आयोजना गरिएको छ भनेर चाहिँ आन्दोलन सुरु गरिरहेको छ। यो चाहिँ राष्ट्रिय जनमोर्चा पार्टीले गरेको हो हैन। सङ्घीयता खारेज गरौँ, सङ्घीयता खाँचो छैन, सङ्घीयताले देशलाई चाहिँ अब आर्थिक मन्दी बढायो, आर्थिक महँगी बढायो भन्ने चाहिँ अब शब्दहरूको साथमा चाहिँ यसको सङ्घीयताको विरोध पुरस्कारको आयोजना गरेको यो हो। नेपाल कम्युनिस्ट पार्टी मसाल जिन्दाबाद, नेपाल कम्युनिस्ट पार्टी मसाल जिन्दाबाद। सङ्घीयता चाहिँदैन, सङ्घीयता चाहिँदैन, सङ्घीयता धोका हो, सङ्घीयता धोका हो। यसमा चाहिँ विशेष गरेर के भनेको छ भने गणतन्त्रको चाहिँ रक्षा गर्ने हैन, तर सङ्घीयता चाहिँ खारेज गरेर सङ्घीयता भनेर चाहिँ सङ्घीयताको विरोध गर्ने कार्यक्रम हो कि यो चाहिँ। र गणतन्त्र जोगाउने, गणतन्त्र त्यसलाई खाँचो छ भन्ने कुरा छ हैन भने सङ्घीयता चाहिँ खारेज हुनुपर्छ भन्ने कुरा छ। यो एकदम लामो समयको एकदमै बाक्लो उपस्थितिमा चाहिँ भइरहेको छ। यहाँहरूले पनि देख्न सक्नुहुनेछ है, हेर्नु होला है। कति मान्छे होला त अब यो, अब हामी यहाँ के घन्टा यतिकै बसिराख्नु अब के गर्नु तिमी त्यो पढ न, मैले सोध्छु भन्छ। देशै भएर विशेष गरी काठमाडौँमा चाहिँ विभिन्न पार्टीहरूले, सङ्गठनले शिक्षक आन्दोलन लगायतले आन्दोलन गरिरहेको सँगसँगै यसमा आज चाहिँ राष्ट्रिय जनमोर्चा पार्टीले पनि विरोध र्याली आयोजना गरेको रहेछ हैन। सङ्घीयताको विरोध गरे, सङ्घीयता चाहिँ त्यसलाई खाँचो छैन, सङ्घीयताले त्यसलाई चाहिँ रित्तायो। अब के अरे सर्वसाधारण महँगीको लोड बढायो, जनतामाथि महँगीको भार बोकायो भन्ने हिसाबले नै विरोध गरिएको छ।